बालेन प्रधानमन्त्री। तर एउटै प्रश्न छ, के उनी साँच्चीकै योग्य छन्? नेपालको राजनीति आशा, बलिदान र विवादले भरिएको छ। आज हामी बालेनलाई उनको शब्दले होइन, उनका कर्मले मूल्याङ्कन गर्नेछौँ र सोध्नेछौँ, के उनी देशको नेतृत्व गर्न तयार छन्? बालेनका समर्थकहरू भन्छन्, उनी परिवर्तनको प्रतीक हो। पुराना नेताहरूले भरिएको राजनीतिमा नयाँ सोच र नयाँ अनुहार हो। तर जेनजी आन्दोलनका बेला विद्यार्थीहरूले देश परिवर्तनको माग गर्दै सडकमा उत्रिए। धेरैले ज्यान गुमाए, धेरै परिवार उजाडिए। तर त्यो सङ्कटको घडीमा बालेन भूमिगत भए। उनले ज्यान गुमाएका विद्यार्थीहरूका परिवारसँग भेट गरेनन्। यसले धेरै नागरिकको मनमा एउटा गम्भीर प्रश्न उठायो, साहस चाहिएको बेला नेतृत्व कहाँ थियो? त्यसपछि देश पुनः सरकारविहीन भयो। नेताहरूले सामूहिक राजीनामा दिए। देश राजनीतिक नेतृत्वविहीन भयो। अवस्था यस्तो भयो कि देश अस्थायी रूपमा सेना प्रमुखको जिम्मामा गयो। त्यसबेला जनताहरूले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने माग गरे। बालेनले सामाजिक सञ्जाल मार्फत उनलाई समर्थन गरे। अन्त्यतः सुशीला कार्की प्रधानमन्त्री बनिन्। यसले प्रभाव देखायो, तर जमिनमा नउत्रिएको नेतृत्व पनि देखायो। अहिले बालेन, रवि र कुलमानबीच सम्झौता भयो। धेरै विषयहरू समेटिए, तर एउटै अत्यन्तै महत्त्वपूर्ण विषय छुटाइयो, प्रदेश खारेज। जेनजी आन्दोलनमा विद्यार्थीहरूको माग प्रदेश खारेज पनि थियो, किनकि देशको बजेट सन्तुलनका लागि यो आवश्यक थियो। यो विषय नछोइनु भनेको उनीहरू संविधान परिवर्तन गर्न तयार छैनन् भन्ने सङ्केत हो। अब मेरो धारणा, बालेनसँग विचार छन्, बालेनसँग प्रभाव छ, तर प्रधानमन्त्री सङ्कटमा परीक्षण हुन्छ, सहजतामा होइन। विद्यार्थीहरू मर्दा उनी भूमिगत भए। संवैधानिक परिवर्तनको माग आउँदा मोहन बसे। त्यसैले मेरो निष्कर्ष, अहिलेको अवस्थामा बालेन प्रधानमन्त्री बन्न योग्य छैनन्। नेपाललाई नयाँ अनुहार मात्र होइन, सङ्कटको घडीमा जनतासँग सिधै उभिन सक्ने नेता चाहिएको हो। अब तपाईँको विचार के छ? कमेन्ट गर्नुहोस्।